हेलो फ्रेन्ड्स, नमस्कार। यो मेरो ब्याकग्राउन्डमा हेर्नु त यो के होला? यो चाहिँ सिस्नु हो है। सिस्नु सबैले चिन्नुहुन्छ होला नि। यो चाहिँ अहिले सिस्नु फुल्ने समय हो कि, र सबैले सिस्नुको यो फुल टिपेर चाहिँ खानुहुन्छ होइन। र यतिखेर चाहिँ यो सिस्नु मजाले फुलिरहेको हुन्छ। यहाँ हेर्नुहोस् है, यहाँ पनि छ सिस्नु फुल है। यहाँ पनि हेर्नुहोस् त, यो सिस्नु मजाले फुलिरहेको छ। र यो पहाडी एरियामा चाहिँ अहिले सिस्नु फुल्ने समय हो होइन। र घरिया सिस्नु हो यो चाहिँ। घरिया सिस्नु, बाङ्गे सिस्नु फुल्ने समय हो होइन। र कतिलाई मन पनि पर्छ, कतिलाई मन पनि पर्दैन साथी हो। सिस्नु मन परेर खाँदा हुन्छ, र मन परेन भने त्यो कुनै पनि करकाप छैन खानु। यहाँ पनि हेर्नुहोस् त, कति मजाले फुलिरहेको छ सिस्नु। यो फुल चाहिँ अहिले घरि घाम लागेको बेलामा होइन टिपेर सुकाएर यसको मजाले रस खाँदा हुन्छ। यसको रस एकदमै बाक्लो हुन्छ, जो चाहिँ एकदमै लाभदायी पनि छ ल।